भगवानले त जीवन रोज्छस् कि मृत्यु भनेर सोधे, सायद उनले बिना सङ्कोच मृत्युको वरदान माग्थे। उनको आमा बितेको मात्र 6 दिन भएको छ। सधैँ हुन्थे भने यतिखेर चोखो निदो गरेर आमाको क्रिया बसिरहेको हुनुपर्ने हो। तर उनको अवस्था सामान्य मान्छेको भन्दा धेरै फरक छ। यसैले उनी आफ्नै दिशा पिसाबले लतपतिएर मृत्यु कुरिरहेका छन्। उनी आफै खान बोल्न, गरेको दिशा पिसाब सफा गर्न र कपडा बदल्न पनि सक्दैनन्। न सुतेपछि उठ्न सक्छन्, न आफ्नो शरीर थामेर बस्न नै सक्छन्। बाबा सानैमा बितेको यही कार्तिक 2 गते आमा पनि बितेपछि उनको दुःखमाथि दुःख थपिएको छ। परिवारका नाममा एक भाइ नभएका होइनन्, उनी पनि शारीरिक र मानसिक रूपमा अत्यन्त कमजोर छन्। उनको आफ्नै हेरचाह पनि आफै गर्न कठिन छ। दाइलाई सहयोग गर्नु परको कुरा भयो। उनको यस्तो दुरावस्थाबारे मानव सेवा आश्रमलाई जानकारी प्राप्त भएपछि हामीले दुवै दाजुभाइलाई तत्काल उद्धार गरी मानव सेवा आश्रमको रानीवन सेवा केन्द्रमा ल्याएका छौँ। अब उनको जीवन पूर्ण रूपमा स्वस्थ र सामान्य बनाउन त सकिएला नसकिएला, तर बाँकी जीवन सहज र सरल भने अवश्य बनाउनेछौँ। जसको कोही छैन, जसको केही छैन, उनैको सेवामा समर्पित मानव सेवा आश्रम, मानवता प्रवर्धन महाअभियान। जय मानव सेवा, जय मानव।